बाहिर बसेर गएको छु नभए चाहिँ म फर्केँ नमस्ते गाइज र वेलकम ब्याक र सोनाम लोसारको बिलेटेड धेरै धेरै शुभकामना र कङ्ग्रेचुलेसन्स र आज हामी सानो छोटो मिठो भ्लग लिएर आएको छौँ र मसँग हुनुहुन्छ राम्रो परिचय दिनु। नमस्ते, म नेपालबाट आशिष लामा, घर लमजुङ होइन। आज हाम्रो लोसार सोनाम लोसारको प्रोग्राम मिसेस राजु लामा आउँदै हुनुहुन्छ र खुसीमा हामी राजु लामाको इभेन्टमा आएको छौँ र स्पेसली यो चाहिँ सोनाम लोसारको इभेन्ट थियो जुन चाहिँ अलिकति बिलेटेड भयो तर इट्स वर्थ इट र आज त्यसकै उसमा आएको छौँ र तपाईँहरूले साउन्ड सुन्नु हुँदैछ होला ब्याकग्राउन्डमा त्यो चाहिँ हाम्रो साउन्ड चेक हुँदैछ दाइहरूको त्यो चाहिँ हाम्रो राजु लामा ब्यान्डको ग्रुपको साउन्ड चेक हुँदैछ मिठो फ्लुटको साउन्डहरू आउँदैछ होला होइन। र हामी भेन्यूमा चाहिँ अलरेडी आइसकेको छौँ। भेन्यू स्टिल अहिले खाली नै छ र अझै एक्सपेक्टेड छ धेरै मान्छेहरू आउनेछ भनेर र अहिले हामी चट्टै एउटा बारमा छौँ। बार चाहिँ हल्का एक्सपेन्सिभ त एक्सपेन्सिभ नै रहेछ तर हल्का चाहिँ तोडिन्छ होला तोड्नु पर्यो होइन हल्का तोडिन्छ होला र फिलहाल चाहिँ त्यस्तै छ अपडेट र अगाडि अब के कस्तो हुन्छ अहिले हाम्रो जो कतिखेर स्टेज हिट गर्नुहुन्छ र कस्तो कस्तो प्रस्तुति दिनुहुन्छ त्योहरू सबै तपाईँहरूलाई देखाउने छौँ होइन। र हाम्रो लामजुङको स्पेसल डान्स मुभ्सहरू पनि देख्छ कि देख्दैन मजाले होइन त्यति भन्दै अहिले एकछिन भेटौँ ल है। यहाँको अहिले माहौल चाहिँ यस्तो छ, साउन्ड चेकअप हुँदैछ राजु लामा ब्यान्डको र भेन्यू चाहिँ यस्तो छ अहिले खाली नै छ। आशा गर्छु यो अहिले फ्लोर चाहिँ पुरै प्याक्ड हुन्छ होला, सायद नाच्ने ठाउँ पनि नहोला जस्तो छ होइन। के त अन्त यसो केही चाख्ने हो सुरु गर्ने हो है ल है। त्यसो भए अहिले हामी चाहिँ जस्ट आएको छौँ अब यसो सानो पञ्चमृत जस्तो लिएर चाहिँ अब स्टार्ट गर्ने र बिस्तारै हेर्दै जानु के कहाँ कति है। स्टिल अब साउन्ड चेक चलिरहेछ गाइज। भर्खर त कति बज्यो 9:15 अब राजु लामा हाम्रो जो रेस्ट गरिराख्नु भएको छ अरे। अब उहाँ चाहिँ सायद 12 बजीतिर स्टेजमा आउनुहुन्छ होला, पहिले डिजेको सो हुन्छ होला। सो अहिले हामी स्टिल दुई भाइ बसिरहेछौँ मजाले होइन। भनौँ के छ त नमस्ते। अब आज राजु लामा कन्सर्टमा आएको भर्खर यहाँ साउन्ड चेक हुँदैछ गाइज। Excuse me, ma'am. What do you want? I need your payment, please. हेर्नु नि खाएको छुइनँ, पहिले बिल लिनु आयो। माल यहीँ छ, खाएको छुइनँ बिल लिनु आयो। यस्तो छ जिन्दगी दाइ, के भन्नुहुन्छ? यस्तै हो, यस्तै त हो नि। बिल दिइहाल्छु। हजुर बिल दिइहाल्छु, बिल चाहिँ यति आएको रहेछ मात्रै हो। Besides that, खोइ त हौ राजु लामा कमिङ सुन, जस्ट वेट अ मिनट हो। अनि पर्खिँदा भयो त हौ, मान्छेहरू पनि खोइ खाली छ सुरुवात भएकै छैन कि फर्किने हो। कहाँ फर्किनु साउन्ड चेक भइरहेछ। साउन्ड चेक
गाइस साउन्ड चेक स्टिल साउन्ड चेक चलिरहेको छ है बबी लामा देख्नु भयो होला नि बबी लामा गिटारिस्ट उहाँसँग एउटा फोटो चाहिँ खिचाइ भयो अघि साउन्ड चेक चलिरहेछ अहिले पनि र हामी दुई भाइ बसिरहेको छौँ प्रोग्रामको इन्तजारमा ए दाइ हजुर धेरै अगाडि आएछ यार बहुत अगाडि आएछ हामी यार अल्छी लाग्यो अब के ल्याङ गर्नु लागिसक्यो ठिकै फर्क्यौँ छ होला अब कहाँ त्यस्तो हुँदैन त्यो साउन्ड चेकको साउन्ड सुन्दा 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 हैरान भएर चाहिँ अहिले हामी दाहिना म तल झरेको छौँ यसो फ्रेस एयर लिउँ भनेर बाहिर अब खोइ कहिले हो भर्खर त यहाँ 10 चेप बज्न लागेछ अब खोइ कतिखेर हुन्छ अब एकछिन बाहिर बसेर गएको छु नभए चाहिँ म फर्किने मुडमा छु है टिकट त काटिसकेको छु त्यस्तो होइन बोरिङ चाहिँ बोरिङ भइरहेको छ हेरौँ अब पछि कस्तो के हुन्छ है त ल के भन्नु छ नो वर्ड्स नो कमेन्ट अनि केही त भनिदिनुहोस् उहाँ विचार हेरिराख्नु भएको छ उहाँहरूले राजु इज द रक त्यो त हो रक हो तर हेर्नेलाई के अपडेट दिनुहोस् गाइज किप कन्टिन्यू वाच लाइक एन्ड सेयर कमेन्ट वार इन अबु धाबी सुन्नुभयो होला नि होइन हाम्रो लामजुङको मिस्टर आशिष लामाले भनेपछि त त्यति त गर्नु पऱ्यो होला कि परेन हौ फर्यो र भित्र गएर हेरौँ है के हुँदैछ अब साउन्ड चेकको कति प्रोग्रेस भयो है ल गाइस बाहिर डुलेर भित्र आउँदा त यसो हेर्दा त साउन्ड चेक पो भइरहेको रहेछ हो साउन्ड चेकमा चाहिँ हाम्रो जो पो हुनुहुँदो रहेछ बल्ल बल्ल रेस गर्दै थिएन है रेस गरेर आएको रहेछ चिन्नु भयो होला नि है कि भएन हो एकछिन हाले जुम गरेर देखाउँथेँ ल है अब चिन्नुहुन्छ होला नि टिकट लाग्नु कि भयो कि भएन चिन्नुभयो कि भएन है छोडिदिनु ल हाम्रो साउन्ड चेक भए जस्तो छ जोजोको अब चाहिँ उहाँ हल्का गेटा भनेर आउने आउला जस्तो छ है के हो बुझिनँ मैले त के हो सस्पेन्स भयो के हो के होला हेलो जोजो
भइरहेछ स्टिल। अब मेन इभेन्ट चाहिँ अहिले भएको छैन, अब अहिले स्टिल साउन्ड चेक नै भइरहेछ। जोसँग फोटोसुटहरू भयो। कस्तो लाग्यो तपाईँलाई? एकदमै खुसी लाग्यो, हामीले फोटोसुट हान्न पाइयो जोसँग है, एकदम खुसी लाग्यो। त्यही हो, क्राउड चाहिँ आएको छैन अब यस्तो छ यहाँ